के तपाईँ पनि दैनिक दही खानुहुन्छ? यदि खानुहुन्छ भने यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। आज हामी दहीका अचम्मका फाइदाहरूको बारेमा कुरा गर्नेछौँ। दहीलाई सुपर फुड पनि भनिन्छ, त्यसैले खानासँग एक कचौरा दही खाने हो भने यसको फाइदा नै फाइदा छन्। त्यसैले हेल्थ बेनिफिटको लागि पनि दही खानेको संख्या एकदमै धेरै छ। यसमा प्रशस्त मात्रामा गुड न्युट्रिएन्ट्सहरू पाइन्छन्, जसको कारणले यो दुधभन्दा पनि छिटो डाइजेस्ट हुन्छ र अन्य कारणहरू जस्तै पेटमा आउने समस्याहरू, अपच, कब्ज, ग्यासबाट बच्न सहयोग गर्दछ। यसमा रहेका गुड ब्याक्टेरियाले पाचन प्रणालीलाई सुधार्न मद्दत गर्छ र यसमा प्रोटिनको मात्रा एकदमै धेरै हुन्छ। त्यसैगरी दहीमा ल्याक्टिक एसिड, क्याल्सियम, सोडियम, भिटामिन B6, भिटामिन A, भिटामिन B12, कार्बोहाइड्रेट, फस्फोरस हाम्रो स्वास्थ्यको लागि एकदमै बेनिफिसियल छ। यी र यस्ता तत्त्वहरूले हाम्रो शरीरलाई उपलब्ध हुने बेनिफिटको बारेमा कुरा गर्नु अघि हाम्रो युट्युब च्यानल नयाँ हेल्थलाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरेर छेउमा रहेको बेल आइकनलाई क्लिक गरेर अल नोटिफिकेसन पनि अन गर्न नभुल्नुहोला। नम्बर 1, हेल्दी डाइजेसनको लागि दही फाइदाजनक छ। यसको दैनिक प्रयोगलाई अमृत भन्न सकिन्छ र पाचनको लागि महत्त्वपूर्ण छ। यो हाम्रो पाचन प्रणालीलाई सफा र बलियो बनाउन दहीमा पाइने गुड ब्याक्टेरियाको महत्त्वपूर्ण भूमिका रहेको छ। दैनिक एक कचौरा दही खाने हो भने हाम्रो डाइजेस्टिभ सिस्टमलाई बलियो बनाउन मद्दत गर्छ र पेटको समस्यामा सुधार ल्याउनलाई यसले राम्रो भूमिका निर्वाह गर्छ। प्राय भोक नलाग्ने व्यक्तिहरूलाई पनि दही खानको लागि सल्लाह दिइन्छ। नम्बर 2, इम्युनिटीलाई पनि बलियो बनाउन यसको महत्त्वपूर्ण भूमिका रहेको छ। गर्मी मौसममा दही खाने हो भने इम्युन सिस्टम बलियो हुनुको साथसाथै शरीरमा लाग्ने रोगहरूलाई पनि यसले टाढा राख्छ। नम्बर 3, क्याल्सियम र फस्फोरसले भरिपूर्ण दही हाम्रो शरीरका हड्डी, दाँत र नङको विकासमा मुख्य भूमिका निर्वाह गर्दछ। नम्बर 4, वेट लस गर्न चाहनेहरूको लागि पनि दही एकदमै फाइदाजनक छ। यसमा प्रशस्त मात्रामा प्रोटिन हुन्छ र त्यसैले लो फ्याट दहीको छुट्टै फाइदा रहेका छन्। यो सँगसँगै दही खाएमा भोक लाग्छ र दहीबाट बन्ने महीले बाबासिर हुनबाट पनि बचाउँछ। नम्बर 5, अनुहारमा आउने दाग, पिम्पल, ड्राई स्किन र छाला सम्बन्धी समस्यामा यसको छुट्टै फाइदा रहेका छन्। यसमा भएको ल्याक्टिक एसिडले डेड सेललाई हटाउन हेल्प गर्छ र चम्किलो अनुहार प्रदान गर्दछ। नम्बर 6, जुन व्यक्तिमा निद्रा नलाग्ने समस्या हुन्छ त्यस्ता व्यक्तिलाई दही खान सल्लाह दिइन्छ। त्यसैले निद्रा नलाग्ने व्यक्तिले दही खान उपयुक्त हुन्छ। नम्बर 7, यदि मुटु सम्बन्धी रोग लागेको छ भने दहीले हाइपरटेन्सनलाई रिड्युस गर्न मद्दत गर्दछ र कोलेस्ट्रोल लेभललाई ब्यालेन्स गर्छ। नम्बर 8, ब्लड सुगर लेभललाई कन्ट्रोल गर्न पनि दही खान सकिन्छ। नम्बर 9, दही खानाले महिलाको यौनाङ्गमा लाग्ने इन्फेक्सनबाट पनि बचाउँछ। यसमा पाइने गुड ब्याक्टेरियाले महिलाको यौनाङ्गको pH लेभललाई ब्यालेन्स गर्छ। नम्बर 10, दहीलाई शक्तिको भण्डार पनि भन्न सकिन्छ। 100 ग्राम दहीमा 61 किलो क्यालोरिज इनर्जी हुन्छ। त्यसैले बडी बिल्डिङ गर्नेहरू, मसल ग्रोथ गर्नेहरूले दैनिक रूपमा दही खान एकदमै जरुरी छ। आजको भिडियोमा हामीले 10 वटा यस्ता महत्त्वपूर्ण दहीका फाइदाको बारेमा कुरा गऱ्यौँ। यदि यो भिडियो मन परेको छ भने अवश्य नै हाम्रो युट्युब च्यानल नयाँ हेल्थलाई सब्सक्राइब गर्नुहोला। अर्को भिडियोमा हाम्रो भेट हुने नै छ। हस्त, धन्यवाद।